गाइज वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म जाँदैछु मामाघर जाँदैछु म चाहिँ है। मामाघर भन्नाले म पहाड जाँदैछु अर्घाखाँची। अनि त्यहाँ चाहिँ बुवा पनि हुनुहुन्छ, समीक्षा पनि छिन्। अनि अब म हिँड्ने चाहिँ सायद 12 बजीतिर हो। अहिले चाहिँ खै 8 कति बजिरह। अब अघि भर्खर उठेँ अनि त्यसपछि पानी खाएँ अनि अन्डा खाएँ। त्यसपछि के गरेँ मैले, केही पनि गरेँ होइन। त्यसपछि म बेलले भएर मोबाइल चलाउँदै बसेछु। अब चाहिँ कपालमा तेल लाएर बसेछु। हिजै तेल लाएको थिएँ। अनि त्यसपछि द्याट्स इट। अब गएर साफ सफाइ गरेर म हजुरसँग ड्रेस लगाएपछि भेट्छु है त गाइज। अनि म जान लागि हु। बाबा स्याड हुनुहुन्छ। ओ बाबा भन्ने मात्रै हो, नबोली बस्न सक्नुहुन्न गाइज। जसरी मुखमा सुर्ती नराखी बस्न सक्नुहुन्न त्यसरी मसँग नबोली बस्न सक्नुहुन्न बाबा। हो कि नै सुर्ती प्रसाद। घाँटीमा लगाइदिन्छु कि। अनि म चाहिँ यो घाँटीमा लाउनु लगाएको। यो चाहिँ प्रकृतिले मलाई दिएकी हुन्। मलाई लास्टै राम्रो लाग्छ। लगाइदिन्छु। कपाल चाहिँ म यस्तो खुल्ला छोड्न सक्दिनँ गाइज। यहाँ बाहिर गर्मी होइन, यहाँ बाहिर आगो बोले, आगो घाम पनि होइन, आगो बोले। यति पनि गर्मी हुन्छ र त्यही भएर म अब पहाड जाँदै सिक्क खानु गाइज। मम्मी यो लगाइदिनु न। गाइज यो मेरो मेकअप पाउँछ। मम्मीले मलाई पर्स दिउ न अरे। अब गाइज म के लाउँदैछु, है फाउन्डेसन लाउँदै। फाउन्डेसन हालत हेर्न गाइज, टेप लाएर थ्याङ्क यू। 3000 त धेरै छ कि फेरि गर्नु। मम्मी धेरै होइन। म गाइज गरेर लगभग 10 चोटि गरेर 3000 दिनुभयो। अझै धेरै हो कि अरे बाले दिनुहुन्छ के को त्यहाँ तल त खर्चै हुन्न नि। 3000 त अलिक धेरै। अनि मामा घर गएपछि हे मम्मी यस्तै गर्नुहुन्छ भएछ। यहाँदेखि कति रहेछ गन्छु के गनेर दिन्छु भनेर। गाइज अब घर छ मलाई थाहा। घटाइदिन पाउनु न, दिएको पैसा त कहिले लिन्न नै छोरीबाट। म त नाइ यस्तो त मान्दिनँ। कस्ती हुनुहुन्छ तैँले केही गर्नु पर्दैन। 2000 त फाला हुन्छ। भाइ चाहिँ यति पनि नदिने भाइ। पैसा क्युआरमा जति पनि छ त्यसो गर्नु। क्युआरको कहाँ त्यहाँ निकाल्न मिल्दैन केही नै। मैले एटिएम लाने मैले एटिएम लाने नै होइन। एटिएम लानै परेन के, क्युआर गर्नु त मिल्छ। गाइज दिनै खोज्नुहुन्न। गाइज म पुगे। मोरेर मलाई लिन आइकेछ नि गाइज। अघि नि लगभग आज अहिले भन्दा 15 मिनट अगाडि 20 मिनट अगाडि मैले एक्ज्याक्टली कस्तो बिर्सेँ कि कुन बाटो थियो भनेर। गाइज हेर्नु यस्तो छ। पहिला हामी उता तलबाट जान्थ्यौँ नि त, त्यो भएर मैले बिर्सेको। अनि हामी चाहिँ अहिले यहाँबाट जाँदो रहेछौँ। बाटो बनेछ कि। अब माथि देखाउँछु ल। गाइज हामी यही बाटो हुन्छ जाने हो। यतातिर गएर यस्तो हुन्छ है, म देखाउँछु है। यो चाहिँ कुन घर भन्नुहुन्छ भने यो मेरो मामा घर चाहिँ अब म जाँदैछु त्यो देखेछौँ त्यो यो बाटो जान्छौँ है। अब यहाँ त बाटो आफै बनाउने अरे हिँड्दै यस्तो हो कि तल र माथिबाट 6 बाटो। तर लास्टै डर लाग्दो बाटो भन नि त्यता। मलाई त यस्तो हाँस्न गाइस तपाईँहरूलाई अर्घाखाँचीको लोटे कस्तो लोटे गाइस आमा भर्खर। ए टाउको कस्तो दुख्यो मेरो त। लाज छैन हाँसेको। ब्लग बनाउँदै नहेरिकन हिँडेछु कति हुन्छ गाइस। मेरो मामा घर फाइनली
बुवा बुवा नमस्ते गाइज हाम्रो पहिलाको मामा घर त्यो थियो अनि अहिलेको मामा घर चाहिँ अहिलेको भन्नु खोजेको मम्मीहरू सानै हुँदाकै हो यो अनि यो अनि पछि यो चाहिँ किचन यहाँ पकाउँदै हुन्छ टोइलेट बाथरुम अनि यो चाहिँ बुवा आमाको रुम अनि यसबाट माथि जानु मिल्छ माथि पनि छ हामी पहिला माथि सुत्यौँ सबै बिस्तार लाएर अनि यो चाहिँ पहिला मुकुन्द मामाको अनि अर्पण मामाको रुम थियो अनि यो चाहिँ ठुलो मामाको रुम थियो अनि पछि हामी चाहिँ माथि दिदी बहिनीहरूको रुम चाहिँ यता माथि थियो यतातिर हामी अहिले यहीँ सुत्ने होला अनि यो चाहिँ कटेरो हो कटेरो भन्दा पहिला अब भैँसीहरू हुन्थ्यो नि त त्यसको लागि अहिले त अब कोही बस्दैन नबसेपछि के हुने कुरै भएन यो बाख्राको खोर हामी यसमा यति लुकामारी खेल्थ्यौँ पहिला अनि यो चाहिँ पछि बनाएको हामी हुँदा त थिएन हामी सानो हुँदा त थिएन अनि यो चाहिँ कटेरो हो कटेरो भनेको दाउरा राख्नेवाला भयो होइन कटेरो अनि पछि यहाँबाट तल यताबाट तल जाने तल पँधेरोमा जाने हो अनि यहाँबाट माथि चाहिँ यताबाट माथि गएर अलि उतै गएर यताबाट जानुपर्छ यतातिर माथि पनि छन् घरहरू माथि उतातिर तर लास्टै शान्त नै कि मान्छेहरू कोही पनि यो होल तलदेखि माथिसम्मको डाँडामा म्याक्सिमम् कोही नि मान्छे बस्दैन त्यस्तो त्यो भयो कि सबै खाली त्यही भएर हेर्न झाडी कति छन् कसैले केही नगर नत्र यस्तो केही थिएन के कति उज्यालो यहाँ यस्तो हेर्दा उता हिमाल देखिन्थ्यो पुरा त्यस्तो जान्थ्यो मैले भोलि अलिकति तल त्यहाँ गएर देखाइदिउँला भोलि बिहान हिमाल देखिँदा अनि त्यसपछि त्यही हो घाम लगाइरह तिमीहरूको के हो त्यतातिर घाम लाहा कि नै बुवाले भात खान लानुभयो यो चाहिँ भयो यो सिँढीमा म लोटेको तर यस्तो थिएन यो अहिले त सिमेन्ट लाएर यस्तो बनाएको त्यो काट्ने ढुङ्गाहरू हुन्थ्यो नि यहाँ काट्ने ढुङ्गाहरू थियो क्या पुरै अनि यसमा कचक्कै काटेर घचक्कै मेरो यहाँ चाहिँ छ त यहाँ त्यही हो ओके गाइज अनि तलसम्म सबै हाम्रो हो तर केही लाउन अनि यहाँबाट तल जाने बाटो हो नि त तलैबाट निस्किन्थ्यो हामी पहिला निस्किने बाटै यही थियो क्या तलैबाट अनि तर अहिले त मलाई 50,000 रुपियाँ दिन्छु भने म जान्न त्यति डरलाग्दो बाटो हो त्यहाँ तल अनि यस्तो पनि छ क्या तल एउटा घर छ साइलिया र साइला बुवाको साइलिया र साइला बुवा दुइटै बित्नु भयो अब झन् डर लाग्छ गाई समीक्षाले आगो बाल्यो पिस्न नजाने के हो त्यो अरे तिमीले के खायौ त नास्ता त्यहाँ केही नै खाइ नि यही खाने क्या तिमीले ल्याएको होला तिमीले खाने हो त होला गाइस तिमीहरूले विश्वास गर्न सक्दैनौ यहाँको चिया नि यति मिठो हुन्छ चियर्स गाइस यहाँको दुधै लास्टै मिठो हुन्छ के अब हुन त अब काठमाडौँको लागि हाम्रोतिरको दुध पनि लास्टै मिठो हुन्छ होला सायद बुटोलतिरको हामीलाई चाहिँ यहाँको दुध मिठो हुन्छ पहाडतिरको म चाहिँ छु अहिले अर्घाखाँची चिनी थोरै राखे नि गुलियै हुन्छ लास्टै मिठो हुन्छ दुधै गुलियो हुन्छ यस गाइज तिमीहरूले बुझ्दैनौ आई कान्ट एक्सप्लेन के तिमीहरूले बुझ्दैनौ के ओके बाई द्याट्स इट अब म चाहिँ यस्तो हो म भोलि भिडियो बनाउँछु ल अब आज बनाउन मलाई झ्याउ ल्याइसक्यो आज बनाउन अनि म भोलि बनाउँछु ओके बाई बाई मिस मी नट गाइज अब यो चाहिँ एक्कासीको भ्लग हो मैले बनाउन भन्थेँ तर मैले बनाएँ किन भन्दा हामी यतातिर आएको थियौँ के हजुरहरूलाई पँधेरो भन्ने थाहा कि नै पँधेरो हामी यतातिर जान्थ्यौँ अहिले कोही पनि जान्छौँ बट अहिले चाहिँ जान्नौँ किनभने एकदम झाडी भएछ धोस्तै झाडी भएछ धारामै पानी आउँछ नि त त्यही भएर पँधेरो जानु पनि पर्दैन बट हामी यहाँ कम्पिटिसन हुन्थ्यो कि यस्तो यति ल्याउँथ्यौँ यहाँबाट पानी एउटा ग्रुप यहाँबाट पनि जान्थ्यौँ अनि अर्को ग्रुप यहाँबाट यहाँ तल अनि यहाँबाट पनि जान्थ्यौँ यस्तै तल कसले धेरै ल्याउने भन्ने कम्पिटिसन हुन्थ्यो गाइज आई मिस द्याट अनि मैले मिस्टेकले अघि त्यहाँबाट हामी दुध ल्याउँथ्यौँ भनेर भनेको थिएँ नि तर रहेन चाहिँ हामीले बोखरबाट ल्याउँदो रहेछौँ अनि गाइज हामी यस्तो पनि होइन यही बाटो पँधेरो जान्थ्यौँ पँधेरोबाट त्यो तलको बाटो चाहिँ उसबाट पनि जान्थ्यौँ यतातिर टाटाहरू टिपेर पोलेर खान्थ्यौँ मामा घरमा लास्टै धेरै उस छ के मेमोरिजहरू होइन हजुरलाई ब्याकवार्ड देखाउँछु है अनि यस्तो भयो कि अहिले चाहिँ यस्तो पुरै झाडी के कोही नबस्ने भएर अब यहाँ सबै झाडी भयो हामी चाहिँ हन टान्न आएको कि हन टान्न अनि त्यसपछि यो चाहिँ कटेरो हजुरलाई अघि पनि देखाइसकेको थिएँ अनि एउटा चाहिँ यहाँ यस्तो थियो कि यहाँ बाटो हन यहाँबाट तल
छ यहीँबाट तल जान मिल्छ यहाँबाट सुई 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 अनि उता गएर अर्को कसकोमा अरे माइली आमाकोमा जान मिल्छ कि होइन अनि ऊ त्यो चाहिँ त उस के अरे उहाँ जाने बाटो टारी जाने बाटो ऊ त्यो स्कुल पनि छ त्यहीँ तल के स्कुल रे के स्कुल रे अमिलो खोलाको स्कुल अनि त्यसपछि ऊ हान्टा पारी यस्तो डाँडा छ घरहरू छ टारी छेकिन्छ क्या सायद यहाँबाट टारी देखाएको थिएँ टारी भनेको कस्तो भन्दा वरिपरि पहाड बिचमा सम्म एरिया हुन्छ नि त्यो छ अनि खोला छ यस्तो बजार छ यस्तो दामी छ नि हामी टारी पनि कति जान्थ्यौँ यार हजुर ए ठुल दिदीको छोरी के गाइस डे 2 ए डे 2 अरे डे 1 के म हिजो आएको थिएँ अब आज त डे 1 गर्नु पर्यो नि त बिहान मैले मुख धोएँ यो त टल्किनी नगएको हिजो छ्या अनि ब्रस गरेँ अनि एकछिन बुवाले भनेर दुबो माइने बुवा पाठ गर्दै हुनुहुन्छ गाइस बुवा चाहिँ मम्मीलाई फोन गर्दै हुनुहुन्छ हजुर अनि समीक्षा काछी म देखाउँछु बिहान भएको छ म हजुरलाई देखाउँछु समीक्षा इज पकाइन्छ ए पानी तताइ ओए बोले न गाइस यो किचनमा लास्टै धुवा हुन्छ हेर्नु मलाई नुहाउनलाई पानी तताउँदैछ तिमीले चिसो पानी नछु भनेको तर चिसो पानीले त लास्टै चिसो हुन्छ अरे त्यो भएर म मन तातो पानीले नुहाउँदैछु अब गाइज मैले नुहाएर कपडा फेरेँ अनि त्यसपछि म अब पकाउँछु मेरो आगोमा यसरी पकाउनु चाहिँ मामा घर चाहिँ पकाउँथेँ आगोमा पकाउनु त पहिला पहिला देख्नु गाइज एकैचोटिमा बोल्यो धेरै होइन है हुन्छ त्यति भए पुग्छ आगो बोलेन है गाइज लास्टै धुवा भयो ओहो यस्तो नि हुन्छ र धुवै धुवा गाइज देखे होइन बसेपछि त कम हुन्छ भन्थे बसेपछि त धुवा कम हुन्छ भनेको होइन र कहिले हो भोलिसम्म बसिरहे भएन म मसला पिस्छु तेल तातो के भयो मेथीहरू छैन नुहाएको त के फाइदा भयो त यसो त साँझ दिउँसो बिहान 3 चोटि नै नुहाउनुपर्छ अलिक हाम्रो अहिले बसिरहेको चाहिँ कमाउने हुन्छ अलिकति उठेको फेरि धेरै भयो
ल यो राख त अहिले नहाल दिदा ताते होइन कि आगोमा उतिखेर तात्दैन नि गाइज यो मकैको है कहाँ मार्स आउँछ फेरि यति भए हुन्छ हुन्छ अहिले राख कि ताजालाई नि एकैचोटि पिस्ने र अहिले धेरै पिस्छ साँच्चै त मासु पकाउने होइन मासुलाई नि पिस्न पर्यो नि त्यसो सबै बिसम यति हुन्छ गाई झेर मै बन्धुले सक्छिन् कि सक्दिने रात्रि महारात्रि महरात्रि सदानंद लक्षण लज्जा पुष्टि तथा तुष्टि तम शांति शांति को पल्ली नाइ तिमीलाई त भेटिन मैले त मुनतिर काल चन्द्र अङ्कल उसले पनि त्यहीँबाट ल्याउँछन् त्यही डेरीको होला भट्टिकाले पनि लाने रहेछन् भट्टीको बुवा त्यही हुन्छ नै म जाँदा सधैँ ठिकै छ यो के यो पाइनएप्पल पाइनएप्पल हो पाइनएप्पल ल्याइदिएर राम्रो भएछ चावडातिर जुन हामीले खाँदैनौँ भिडभाड हुने चाहिँ कहिले भिडभाड बिचरा यिनलाई यत्रो दिन कति दुःख थियो बसिहिँड चिया बनाइन् अझ यत्रो दिन चाहिँ मानौँ अब चाहिँ सुखाउनु जस्तो होइन हेर्नुहोस् गाइज यिनले आज कति हेल्प गरिन् खाना बनाइन् अनि बढारिन् मैले बढार्नु परेन मलाई बढार्नु बहुत झ्याउ लाग्छ मलाई फेरि मजा आयो नि तर खोइ भुइँ बढार्नु मजा आउने चाहिँ के यो मलाई सिमेन्टको बढार्नु मजा आउन यस्तो हो कि मलाई म अग्लो भएर झुकेर बढार्नु मलाई झ्याउ हुन्छ के सुन भयो गाइज मलाई बाउ नभनी किनले त्यस्तो बोल्न भनेको होइन मलाई मेरो मलाई मेस्सी भनेको तिमीले गाइज अब हामी कता हिँड्यौँ भनिदिउ समीक्षा हामी अहिले बोखर हिँड्यौँ बोखर भनेको एउटा यहाँको बजार जस्तो थोरै सानो तर हामी अर्कै बाटो हिँडेछौँ हामी अलि नजिकको बाटो नै लामो बाटो हिँडेनौँ अनि गाइज के अरे एडभेन्चर गर्दै हिँडेछौँ कि बोखर चाहिँ हामी लास्टै जान्थ्यौँ लास्टै केटाकेटी हुँदा पनि अनि सबै जान्थ्यौँ क्या हामी फेरि केटाकेटी नै लगभग कजन्सहरू 18-19 जना तर त्यति बेला थिएनौँ त्यति धेरै त्यति बेला त हामी सन्दीप परविन दाइ म तिमी प्रकृति हामी 5-6 जना हुन्थ्यौँ धेरै हुन्थ्यौँ परमेश र सबिनको छिटो हिँड्थ्यो गाइज यत्रो बाटो भएछ है जब कि सानो बाटो देख्यो नि यहाँ चाहिँ देखेकै होइन हो त्यो हो पुरानो बाटो ल्याउ त्यो पुरानो बाटो हो कि सिधै हेर्नु त हो त्यो टाढी भयो होइन त्यो गाडी हिँडेको देख्नुभयो ओके जिप सानो जिप हो त्यो अनि त्यसपछि यता एउटा यो बाटो हो नि हो यो बाटो पाल्पातिरबाट जान्छन् कि कहाँबाट हो यो पाली भन न ए यो पालीतिरको बाटो भयो अनि यताबाट चाहिँ पाल्पातिरबाट गइन्छ हो यो बाटो चाहिँ कताबाट पाल्पातिरबाट गइन्छ अरे त्यतिबाट हो पालीतिर अनि गाइज यहाँ चाहिँ हाम्रो बाबाको मामा घर छ है गाइज अनि अर्को कुरा अलिकति उहाँबाट त्यहाँबाट तलतिर चाहिँ स्वामीको रुखमुनि चाहिँ ममताको घर हो कि मामा घर हो है गाइज हामी त्यहाँबाट आएको बन्धु एक्सपिरियन्स भन दामी एक्सपिरियन्स गाइज दामी हावा कस्तो लाग्यो कति त्यो मौसम हेर न कति राम्रो हो के लास्ट दामी मजा आएर गाइज अनि यस्तो बाटो थिएन के पहिला कस्तो थियो भने यहाँबाट यता पुरै रुखै रुख यता पनि रुखै रुख थियो नि त यस्तो थिएन केही पनि अनि त्यसपछि सानो बाटो थियो यत्रो बाटो थियो अनि पहिला तल थियो बाँस थियो अनि तल जाने अनि फेरि माथि जाने अनि यसरी जाने थियो पहिला त्यस्तो थियो कि यहाँ बोखर जाने बाटो यो बोखर जाने बाटो भयो गाइज समीक्षाले पढेको स्कुल यही हो नि गाइज त्यो हाम्रो मम्मी मामाहरू पढेको स्कुल गाइज बन्धुको हाइट भ्यू हेर्न सकिएन
नराम्रो तरिकाले चाहिँ किन त्यस्तै मैले यसमा त्यस्तो बगाले एकचोटि खाना गाइज म मिन्स भएँ अनि म कहाँ बसेँ हेर्नु यहाँ ढोका छिम किन भन्नु न बुवा हुनुहुन्छ बुवाले बार्नुहुन्छ अनि मलाई बार्न पर्छ कि म भित्र जान पनि मिल्दैन म यहाँ राख्छु ल यहाँ राखेर म भिडियो बनाउँछु है समीक्षाले पकाउँदै छिन् अनि आज चाहिँ बुवाको लागि सब्जी अनि पछि हाम्रो लागि चाहिँ मासु बनाउँदै छिन् समीक्षाले बाहिर यस्तो जाडो हो गाइस पानी पर्यो पानी आज बल्ल मजा आउँदैन नि सिधा गरेर सुतौँलाई ए आज के हेरेर सुत्नु हुन्थ्यो नि यो गाइस डाटाले युट्युबै चलाउनु गाइस मासु हामीले किचनमा पकाउन पाइन्न होइन कि कति ठुलो ठुलो पिस म त सानो गराइदिनु भनेको थियो त सुनेन नि क्या राम्ररी अनि हामी यसरी पकाउनु पर्यो दुखी जसरी यस्तोमा कति रातो देखेको हेर न अनि गाइस यहाँ बल्ब त छ अनि यसको चाहिँ टुटेर रहेछ के बाहिर पानी आएको गाइस बाहिर पुरै पानी आएको ओहो यो के को धुलो यस्तो पुरै मौसम मुड छ भन न मुड छ गाइस त्यही भएर मासु हाल्ला त्योसँग थोरै ए राम्रो देखेको चाहिँ अहिले त तिम्रो मोबाइलबाट त बल्ल कलर पनि देखियो गाइस सुन्नु न यस्तो भयो कि योवाला चाहिँ हाम्रै कराई होइन अनि म ऊ चाहिँ 12 पास गरेपछि आतिमा नानी म चाहिँ खै ब्याचलर जुन भयो कि भयो थिएन थाहा भएन अनि त्यसपछि त्यति बेला चाहिँ हामीलाई चाहिँ बाख्राले खानेवाला कराई माझ्न लगाएर त्यसमा पकाउ भन्नुभयो किनभने यहाँ हामी तिनजना मात्र आएको थियौँ कि त्यति बेला प्रकृति समीक्षा म मात्र आएको थियौँ होइन अनि प्रकृतिको हो भन्नु होला फेरि प्रकृति भनेको हाम्री अर्की रूप उयो काठमाडौँ गए आउनु पाइहाल्ने अनि के भन्छ तेरो भिडियोमा मलाई मिस यु प्रकृति भनेर राख भनेर कर लाग्को लाइक छ गाइस त्यसले थम्बनेल त्यही राख्ने रे थम्बनेल त्यही राख्ने रे मिस यु प्रकृति भनेर राख्ने रे त्यसको अनार अनि मैले के भन्ला थिएँ अनि बाख्राले वालाको खानेवाला कराइमा हामीलाई माझ्न लगाएर त्यसमा हामीले खायौँ होइन त्यति बेला के भयो भने म जेठी होइन तिनटामा तर पनि मलाई पनि पकाउन मलाई केही पकाउन आउँथेन अनि प्रकृतिलाई पनि पकाउन आउन भनिन् अनि हिँडी तिम्रो पसिनै पस्न भयो तिमी त आगो अगाडि भयो अनि समीक्षालाई चाहिँ अलिकति पकाउन आउँछ भन्ने अलि मसला अलिकति समीक्षालाई पकाउनु देखि कि पकाएको जस्तो कुरा गरिन् यिनले त्यसपछि ल समीक्षाले मासु पकाउँछ भन्नेतिर भयो समीक्षाले पकाइन् अनि मान्छेले भात मासुसित निल्छ हामीले भात र मासु रोटीसँग निलिथे गाई समीक्षाले मलाई एक्लै छोडेर गइन् ए आइन फेरि गाई हामी सुतेको रुम चाहिँ यो हो यो चाहिँ सम्झना के अरे सम्झना अरे छि समीक्षाको बेड अनि यो चाहिँ मेरो बेड यहाँ सानो झ्याल छ जुन क्लोथ छ त्यति हो गाइस अनि हामी यस्तो गरेर त्यस्तो छ अब हाम्रो बेडको बाई बाई गर समीक्षा बाई बाई गाइस गाइस हाम्रो नास्ता समोसा विथ चिया बुवाको लागि सब्जी बन्दैछ हाम्रो चाहिँ मासु बाँकी छ ऊ तिमीलाई सन्चो छैन गाइस बुवाले पाठ गर्दै हुनुहुन्छ यो सेकेन्ड डे हो है गाइस सेकेन्ड डे गाइस मैले सिमला मिर्च काट्दै हु अनि मलाई चाहिँ सबैभन्दा मन नपर्ने सब्जी सिमला मिर्च हो ये सब आएर खा तू अब फिर त्यसले खिच्न आइदिँदै तर नखिच त त मन तर यहाँ अहिले भनेको त अनि अब खिचिहाल्यो गाई समीक्षाले सूर्यलाई नमस्कार गर्दैन है सूर्यजी कृष्ण पक्ष सूर्यजी कता हुनुहुन्छ धुलो खान न बा मैले त पानी बिना खानुहुन्छ पानी
गाइज यो ठाउँ भनेको भन्ने मात्रै त्यो चिसो लास्टै गर्मी हो लास्टै तिमीलाई सन्च भएन गाइज अब म नुहाउन जान्छु गाइस अर्को ड्रेसअपमा देख्नुहुन्छ मेरो गाइज हात यति भब्बा नि लगभग बिहानदेखि केही होइन बिहान 2टा सिमला मिर्च काटेको यस्तो भब्बा आउँछ र सिमला मिर्च काट्दा गाइज समीक्षाले बडे बिरामी भएर पनि पकाउन पर्यो नयाँ ड्रेस आयो बिरामी भएर पनि पकाउनु पर्यो गाइज चाउचाउ पकाउँदैछौँ अनि बुवा चाहिँ चन्द्रमा मैले मामा हुनुपर्छ चन्द्रमामा पनि लानुभयो अनि हामीले यहाँ एल्बमहरू पनि भेट्यौँ बुवा गएपछि त फेरि भयो भन बुवा गएपछि अलिकति फ्री भयो भाइ गाइज यताउता हिँड्नलाई नत्र मलाई पस्न नदिएर तनाव थियो अनि यो को हो गाइज हाम्रो सबैभन्दा सानीमा हुने नि गाइज सम्झु हुन् कि नि सम्झु यहाँ अरू पनि कति धेरै फोटोहरू रहेछ उमिसाउने हो र पिरो चाउचाउ भोलि पिरो चाउचाउ मात्र भोलि हामीलाई हुन्छ मिसाएर भन्दा अनि गाइज मामाले हामीलाई के पठाइदिनु भयो हेर्नु आधी खाएर भयो रस्क अनि आज बिहान एउटा पुरै प्याकेट समोसा भ्यायौँ अनि यो चाहिँ मालकिस्टमा मैले नपठाउनु भनेको थिएँ पठाइदिनु भयो मलाई फेरि त्यति वाउ लाग्दैन कि मालकिस्ट तिमीलाई मनपर्छ मलाई त पटक्कै मन परेन मिठो गाइज अनि घामले हामी ग्रस्त छौँ गाइज ग्रस्त हेर्नु घाम कति छ नै उमङ्ग नै खुसी डिङ 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 नुन खा कि छैन खलक्क पानीमा पाउनु क्या कति नराम्रो देखेको खिचेको बुझा हुन पर्ने नुन कतै लाएर एकदम भरियारली कति गरम भएको तिमीलाई नुहाएर नि यहाँ हेर नि पसिना भयो पसिना त मेरो नि आहा बा आउनुभयो भने यो त गुन्द्रोबाट उठेर उता बस्नुपर्छ गाइज गाइज फ्यान रहेछ है गाइज फ्यान रहेछ लगभग अब पर्सि हिँड्यो आज बल्ल थाहा भयो खोइ कहिलेसम्म चल्छ अरे यो हल देखाएर यस्तो लुज छ त्यहाँ बोलेछ त रातो त बोल्न त बोल हो अन गरौँ ए टन्नुहुन्छ गाइज ओए गाइज बोल्छ के चल्छ यो यस्तो हुन् न ए घुम त घुमो टर्नलाई अफ गर न गाइज हेर्नु न अब हामी चाउचाउ खायौँ होइन अनि अब हामीले चिया बनाउनु मन लागेन हामी यता अरूकोमा जाने हो कि होइन अनि हाम्रो छिमेकोमा नि हाम्रो के प्लान भयो अब अरू हाम्रोमा आउँदा नि त हामीले चिया बनाएर दिन्छौँ अनि हामीलाई पनि त चिया बनाएर दिन्छन् होला नि भन्ने प्लान छ अनि ल मानौँ चिया बनाऊँ भन्ने बित्तिकै बनाइदिनु भन्ने के भन्ने चिया बनाऊँ भन्छ हुन्छ भन्ने सिधै हुन्छ भन्ने एकअर्कालाई हेरेर नाटक गरे जस्तो नगर्ने केही नगर्ने चिया खाएर आयो भनेर सोध्नुहुन्छ होला सायद ए चिया खाएर आयो भन्ने बित्तिकै नै खाएन भन्ने आत्तिँदै खाएनौँ भने अनि बनाउँछु भन्थ्यो हुन्छ भने अनि अब कसैकोमा त यहाँ त दुधै हुन्न नि त दुध नभएकोले के खान्छु केरा सेरा खान्छु के खान्छु भन्दाखेरि अरू त केही खान्न भने चाउचाउ ढोकिसके चाउचाउ खाइसक्यौँ के अरू त केही खान्नौँ त्यही दुध छ चिया बनाउनु त चिया बनाउनु त भन्ने यति दुःख गाइज अरू कहाँ चिया खानु पाइन्छ कि भन्ने हिसाबले जान्ला उसका चन्द्र अङ्कल कहाँ त भन्नै पर्दैन जसै स्योर छु कि त्यहाँ दिनुहुन्छ भने हामी चन्द्रमामा कहाँ जाने हो जाने भए जाउँला के भयो त उताबाट सर्टकट बाटो हो ए त्यसो भए यस्तो गरौँ न त्यहाँ खाँदैनन् भने चाहिँ यतातिर हामीलाई त्यहाँ जाऊँ होइन अनि ओइ रेनबो देखे हो कि के हो र यहाँ त त्यस्तै रेनबो होइन गाइज रेनबो हेर्नु त रेनबो नि यति अप्ठ्यारोले बसेर कसैले नि घुमाउन पिठो यसमा यसलाई झाँतो भन्छन्
अनि त्यो चाहिँ थियो यता त्यो चाहिँ निकाल्नु त्यसमा फेरि सम्झु दिदीको हात काटेको नि यसमा सम्झना आन्टीको सानीमा है मेरो सानी सबैभन्दा सानीमा सानीमाको यहाँ हातको यहाँ थियो कि त्यो यस्तरी यहाँ थियो निकाल्नु भएछ कहिले निकाल्नु भयो त म त कस्तो ख्यालै नगरेको गाइज अब हामी चिया खान कतै पाइहाल्यो घर आएर गाइस हामी हिँड्यौँ चिया खान कसरी लिएर है गाइज अनि बाटो देखाउँछु है हजुरहरूलाई कस्तो हाम्रो मामा घर अब हामी तल झऱ्यौँ के म हजुरलाई देखाउँछु है बाटो हेर्नु गाइज यसरी आफै भिन्डले बनेको बाटो आमामा कति डर लाग्दो बाटो कहाँ छोड्नु भन त ल अहिले होइन कि हिँड न पहिला बाटोमा हेरेर हिँड ल के ल तल्लो बाटो भने यही हो यसलाई तल्लो बाटो भन्छन् अरे गाइज त्यहाँभन्दा तल पनि यस्तो डर लाग्दो बाटो होइन नि त गाइज डर लाग्दो बाटो होइन झाडी नकाटेर हो कि गाइज यो तल्लो बाटो हो योभन्दा तल नि अर्को बाटो योभन्दा तल नि अर्को बारी छ त्यो त थाहा मलाई त भ्युवर्सहरूलाई भनिदिएको भ्युवर्सहरूलाई थाहा हुनु पर्यो नि त्यो पनि म चाहिँ गाइज यहाँ त डर लाग्दो छैन यहाँ चाहिँ न डर लाग्दो मलाई यो बाटो लास्टै डर लाग्थ्यो गाइज धेरै पहिलेबाटै डर लाग्थ्यो हेर्नुमा केही छैन अनि यसरी एक्लै आउनु पनि त्यो डर लाग्थ्यो तिमी के टिप्नु गयो त बोडी एक्कासी तिमीलाई के भयो त बोडी आफ्नो टिप्नु हुन्न र बकपट खानु पर्छ यसरी खानु के हुनु कति मिठो हुन्छ यसरी त हो टेस्ट गर्ने अर्को मिठो हुन्छ अरे फर्सीको मन्टा करेलाको झाल यहाँले पनि गइजानु जस्तरी म्याउ म्याउ मे मे गर अबि त्यसै गर अरे गर त गाइज बाख्रालाई म नमन परे जस्तो हो समीक्षा मन परे जस्तो है बाख्रा होइन पाठोपाठी के हो हेर त तिमी जस्तै ऊ हेर ओइ त नहेर्ने अझै मतिर गाइज हामीले स्याउ र उस खाँदैछौँ आन्टी कति ठिक हो के माइजू म माइजू भन्नुपर्छ भाइहरू उस्तै ठिक भाइ उस्तै ठिक भाइ राम्रा त्यही डिसिप्लिनमा अङ्कल पनि पहिला यस्तो हुनुहुन्थेन आन्टी अझै फुल्ली चेन्ज हुनुभयो एकदम डिसिप्लिन कसरी गाली गर्नुभयो कि यहाँ गाउँका मान्छेले कसैले केही नराम्रो आफ्नो बारेमा कुरा काटेको केही हुन्छ नि आफू छुच्याइ गर्ने अन्याय गरे जस्तो क्या डिस्क्रिमिनेसन जस्तो फिल भयो भने घर कराइदिनुहुन्छ आन्टी डराउनु नगर्यो कहाँ गयो त्यहाँ धेरै दिन पनि होइन त्यही हो ल हाम्रो फेरि हामी अब अर्को डेस्टिनेसनमा हामी अर्को डेस्टिनेसनमा हिँड्यौँ अनि यहाँ त हामीलाई च्याउ भनिराख्नु थियो तर हामीले नाइ भन्यौँ किनभने कस्तो माया लागेको मलाई त आन्टी माइजूको त्योसँग डरे कि अरे म त बारीमा भनेर डरे कस्तो डर लाग्दो र यो एरिया म देखाउँछु पछाडिबाट ल हो हाम्रै हो भने गाइस हेर्नु कस्तो डर लाग्दो को हिँड्छ यार यो बाटो राखसाक त छैनन् गाइस हेर्नु त कस्तो बाटो हो स्याउ खाँदैको मैले अनि गाइस यो माइजू चाहिँ लास्टै ठिक हुनु रहेछ के यसपल्ट हामी यो घरमा जान्छौँ अनि बल्ल यो घरमा जान्छौँ हो कि नै घरकोतिर हाम्रो हजुर अनि टाढी यहाँबाट हामी देखिन्छ हेर्नु त त्यो टाढी हो यहाँबाट बरु सबै देखिने हो हेर्न त्यता पनि देखिन्छ यहाँबाट बाख्रालाई र यिनीहरूलाई खेल्ने जस्तो साथी जस्तो भयो त त्यहाँ बाख्रा पनि बाने आएन के अरे हामीले यत्ना ठेसा लाउँदा हुन्न कि नानी होइन घरको काम पनि आफै गर्नुपर्ने भएपछि गर्नु चिया पकाउनु पर्दैन गएर पकाउँछ ल हुन्छ है
गाइज पँधेरो त्यहाँ खायो त्यो पँधेरो हो है गाइज पानी ल्याउने ठाउँ। पानी ल्याउने ठाउँ। अनि हामी यही बाटो मैले भन्थेँ नि यताबाट र यताबाट आइन्छ भनेर हो त्यो बाटो आइन्थ्यो यहाँबाट आइन्थ्यो त्यहाँ पँधेरोबाट पानी ल्याइन्थ्यो भर्खर चाहिँ हामी यो बाटो आयौँ यताबाट आयौँ अब हामी यता जाँदैछौँ माथि कस्तो डर लाग्दो छैन सायद कोही पनि जान्न होला त्यहाँ त अहिले त त्यही बाटो आयौँ हामी होइन समीक्षा त हुँदै होइन त चन्द्रमा के खाने हो त्यसैमा पका त्यही ल पसाउन अलि ठुलो पसाउन त्यो दुधले पुग्छ पुग्छ पानी सानी खालेपछि नमस्ते त्यही बल्ल पोखरीबाट दुध ल्याइदिएको थियोहरूले त्यही दुध र चाहिँ नि अब त्यो दुध त्यसै थियो यहाँको दुध पनि छ अब त्यो दुध दुइटैमा यसो पानी सानी हाल्ने यसरी हाल्ने त्यही हुनाले आज हाम्रो घरमा खिर बन्दैछ परिवेशमा अब बाँकी समाचार बोलबम यात्राका क्रममा भारतको झारखण्ड स्थित बाबाधामतर्फ गएका रौतहट गरुडाका तीर्थयात्री सवार बस दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ। गाइज भर्खर के भयो थियो यहाँ बाँदर आएको थियो कि एउटा बाँदर माथितिर हिँडिरहेको थियो दिउँसैदेखि होइन अनि भर्खर यहाँ माथि आयौँ यहाँ चुक्क लाग्थ्यौँ कि हामीले अनि भर्खर म माथि आयौँ लाइट बोलेको थिएन अनि म भर्खर भित्र के भनिदिएको थियो नि बाँदर त लास्टमा बिस्तारा मुनिएर के भन्ने होइन अनि आफ्नो बिस्तारामा त थिएन यस्तरी उता हेर्छु भने त यहाँ मस्त यहाँ बाँदर मैले के सोचेको थिएँ भने अब माथि मेरो त औषधि त रहेनछ भन्दै हेर्दै आएको थिएँ अनि म थचक्क पर्छ राति के बाहिर चढ्ने पनि नै हामीलाई देखेर कस्तो छ्या मलाई कस्तो बाँदर त सिरा गोडेर सुतेको कि अझ हामी आउँदा यिनीहरूको आए जसरी हेर्ने हाम्रो बिस्तारामा अझ यिनीहरूको आए जसरी हेर्ने लाज हराएको तँलाई के हामीलाई देखेर सट्टै बलि फेरि हेरिरहने ए मम्मी म त त्यो अनुहार हेर्दा के बाँदरको कति इनोसेन्ट देखेको समीक्षाले अब जान्न म त्यता म त जान्न के को जाम ए बन्धुले भन्थ्यो कि त्यहाँ माथि जान्छ भनेर भन्थे नि दिउँसैदेखि आउँछ भने त थाहा थियो मलाई अनि नै कस्तो मैले प्रिडिक्ट गरेको थिएँ नि यहाँ ठ्याक्क सुतेको अरे के भनेर सुतेकै कि बाँदर लास्टमा घर गयो होला भनेको त हेर न त्यस्तै भित्र आएर सुत्ने भाइ कोही राति आयो भने ब्लाइट बालेर सुत्नुपर्छ आज हामीलाई देखेपछि त आउनु नि त बिस्तारामा तिमी त्यहाँ नसुत यहीँ सुत नि दुइटै तिमी कुनामा सुत म छेउमा सुत्छु हुन्छ हाई गाइज आज हो हाम्रो डे 3 होइन आज म भोलि म जान्छु भोलि हामी जान्छौँ फोन नम्बर राखिदिनु अनि हामीले पानी खायौँ अब हामी भाँडा माझ्छौँ हिजो रातिको गाइज अब हाम्रो रस यति बचेछ हामीले खान सकेनौँ अनि बाले हामीलाई उताबाट पाठ यति छिटो पढ्नुभयो हामीलाई छिटो भाँडा माझ्न जा भनेर म गाइज भाँडा माझ्न जान्छु अनि समीक्षा चाहिँ उस गर्छिन् सब्जी बनाउँछिन् गाइज अब म हजुरलाई मसँग भाँडा माझ्न चाहिँ लिएर जान्छु है यति यहाँ छ अनि उता चाहिँ ओहो समीक्षा त्यहाँ त घाम लागेको होइन अब त्यस्तै त हो मम्मी त्यो घाममा मैले कसरी माझौँ यता माझौँ क्या यतातिर माझौँ हुन्छ गाइज यतातिर कहाँ जहाँ माझ्दा नि हुन्छ कि जहाँ माझ्दा नि बुझ्यौ नि गाइज हाम्रोमा यतातिर ओ कमिलाले कस्तो लाइन बनाएको म देखाइदिउँ हेर्नुहुन्छ हजुरहरूले हेर्नु न छोडिदिनु यहाँबाट सबै सार्दै लिएर जानु पर्यो उता ओसारेर यो ठाउँ त जातिविधि उस रहेछ घाम रहेछ गाइज म त घाममा यस्तो घाम छ नि भन्ने मात्रै हो पहाड भनेर दाल खाने रे एक्कासी तिम्रो लौका छ नि लौका अनि दाल रोटी लौका काटेर भुट्नु कि चाल भएको
बाले आफूलाई जे मन लाग्छ त्यही भन्नुहुन्छ गाइज बुवाले आफूलाई होइन लौका खान मन लाग्दैन लौका अनि आज एक्कासी आएर दाल बना दाल र भात मात्र हामीलाई अरे एक नम्बरको हुनुहुन्छ बुवा हामीलाई अत्ताएर भाँडा माझ्न तरकारी बनाउनु रुक रुक म माग्छु गाइज अब दालको लागि फेरि कुकर पनि माझ्नु पर्यो गाइज बुवाले मलाई भिडियो बनाउनु दिनुहुन्न हेर्नु न खालि सल्लाहघारीको उताको बना भन्नुहुन्छ उताको बनाइसके गाइज अब म हजुरहरूलाई रुम टुरहरू दिन्छु ल रुकिन्न मैले रुम टुर दिँदैछु हाउस टुर दिँदैछु यो चाहिँ हाम्रो किचन हो होइन अनि यस्तो हुन्छ गाइज हाम्रो पाहाडतिर त्यस्तो हुन्छ यसलाई चाहिँ के यसलाई साङ्ला भन्छन् नि कक्रोच होइन यसलाई साङ्ला भन्छ है गाइज किन मसला पिस्दैछन् अनि यो चाहिँ हाम्रो मलाई भित्र जानु मिल्दैन गाइज कुकर के अरे कुकर के अरे यो किचन हो नाइट किचन त हो कि यो पानी तताउने के कितली के यो कितली हो गाइज अनि त्यसपछि हामी पहिला त्यहाँ चाहिँ भगवान्को पूजा गर्नुहुन्थ्यो अनि यहाँ सबै सामान हुन्थ्यो त्यहाँ चाहिँ कुडे राख्ने के दुध तताएर अनि यहाँ चाहिँ भाँडा राख्ने भयो यहाँ गाग्री राख्ने थियो यहाँ तल कुडेहरू राख्ने थियो यहाँ एकदम धेरै सामान थियो यहाँ सबै थियो अब अहिले चाहिँ हुन्न किनभने कोही पनि बस्दैन गाइज खाली हो त्यही भएर अनि यो चाहिँ किचन भयो होइन यो चाहिँ अनि किचनको माथि चाहिँ सामान राख्ने छ अनि त्यसपछि यो चाहिँ हाम्रो वासरुम भयो अनि पछि वासरुमको बिचबाट खाना जाने त ऊ छ अनि हाम्रो बुवा हुनुभयो बुवा हाई भन्नु पहिला हाई भन्नु यस्तो हाई भन्नु न गुड बुवाले यहाँ बसेर पाठ पढ्नुहुन्छ गाइज गुन्द्रीमा बसेर मलाई गुन्द्री टेक्न दिनुहुन्न अनि बुवाको रुम हो यो बुवा यसो खोलेर देखाउनु मिल्छ कस्तो हुनुहुन्छ रुम टुर भनेपछि नि बुवाले यो नयाँ लाउनु भयो है गाइज यो नयाँ लाउनु भयो बुवाले खोलेर यतिकै बाहिरबाट देखाइदिन्छु है अनि बुवाको बिस्तारा गाइज अनि यहाँबाट हामी यसरी यहाँबाट माथि आँटीमा जानु मिल्छ के अनि हामी सब आँटीमा गएर सुत्थ्यौँ पहिला त्यति हो गाइज बुवाले देखाउनु दिनुहुन्न यो हाम्रो बुवा हाम्रो एकदम खालि कराएको कराइ गर्ने बुवा है स्ट्रिक्ट बुवाले कफी खाँदै हुनुहुन्छ बुवाको टाइमिङ छ है गाइज कफी खाने पनि हरेक कुराको टाइम अनि त्यसपछि गाइज यो चाहिँ हाम्रो ग्यास भएको यो चाहिँ यस्तो हो कि यो चाहिँ नि मामाहरूको रुम थियो पहिला ओए कुकरको ढक्कन निस्क्यो अनि त्यसपछि यहाँ चाहिँ यस्तो हुन्थ्यो है सबै पत्रिका टाँसेको थियो अनि यहाँ चाहिँ बेड थियो दुईवटा अहिले जुन बेड थियो अनि नर्मली तल पनि पुरै राम्रो थियो कि त्यति बेला चाहिँ अनि यो टिभी ऱ्याक चाहिँ यता थियो अनि हामीले सब मुभीहरू हेर्थ्यौँ कस्तो दामी सबैभन्दा यो कोठा त यस्तो लाइभलीवाला कोठा थियो कि यो अहिले चाहिँ ग्यास चाहिँ केही पनि छैन यसमा गाइज अनि यो चाहिँ हाम्रो ठुलमामाको र ठुलमाइजूको रुम हो अनि यसमा चाहिँ दराज छ होला सायद दराज खोइ त दराज थियो निस्केछ केही छैन अहिले त एम्टी छ सबै केही छैन गाइज अनि गाइज यो चाहिँ झाँतो हो अनि यहाँ चाहिँ हजुरहरूलाई मैले बिहान देखाइसकेको छु त्यो रुममा चाहिँ हामी के अरे हामी समीक्षामा सुतिरहेको नि त गाइज बाले के मलाई बिहान म उठेर तल आएँ होइन अनि उठेर तल आउने बित्तिकै पानी ल्याइदिउँ भनेर अनि मैले अनि भने मैले खाने पानी होला भनेर त बाले तताइदिएर रेडी पारिदिनु भएछ पानी अनि त्यो पानी त उता मिक्स गर्दै रेडी गर्दै ल नुहाउन जा भरे तातो पानी पो होइन नुहाउनको लागि अनि म गएँ हजुरहरूलाई मैले अब यहाँ के छन् म देखाइदिन्छु आमामा के फलिहान् भनेर यो चाहिँ टिमुर हो गाइज यो रातो रातो देख्नुभयो नि यो सबैतिर अब के हो छिक गर्ने यसरी फल्यो नि यो सबै टिमुर हो है गाइज टिमुर फल्यो यो टिमुरको रुख हो होइन अनि यसरी तल जानु पर्यो यो चाहिँ कागतीको बुट हो यस्तोमा पनि फल्यो गाइज अलिअलि कागती यसमा सबै बत्तीला लाखान् जताततै कागती लास्ट फल्छन् गाइज कागती नेक्स्ट लेभल फल्छन् हाम्रोमा उता पुरै फल्यो अनि यता चाहिँ उसको छ यता चाहिँ करेला पनि छ यो गाइज करेला फलेको टिपिसकिन् अरू त थाहा भएन मलाई के हो यो पनि यो सुन्तलाको बुटो भयो होइन अनि यो चाहिँ फर्सी भयो होइन यो फर्सी
फर्सी चाहिँ यहाँ फल्यो थियो यार कहाँ गयो ए उता एउटा फर्सी फलेर रुख्नु म देखाउँछु हेर्नु त गाइज फर्सी यत्रो फर्सी फल्यो अनि यो चाहिँ फर्सीको भयो होइन अनि यो सुन्तला हो सुन्तला हेर्नु गाइज कति फल्यो हेर्नु त कति फल्यो सुन्तला पनि देख्नु भयो सुन्तला फलेको अनि त्यसपछि यो चाहिँ आँपको बुटो यहाँ पनि यति ठुल्ठुलो आँप फल्थे तर अब हामीले लायौँ गाइस पहिला पहिला चम्चा नहुँदाखेरि यस्तो कुरा युज चम्चा हुन्थ्यो छँदै थिएन कहाँ थियो र चम्चा यस्तो कुरा युज भएर यसरी निकालिन्थ्यो अरे मैले यसको नाम थुर्मी रहेछ मैले यसलाई थुक्नी भने एक थुर्मी त मात्रले त कसैलाई हुन्न त एउटो घिउ निकाल्ने थुर्मी एउटो ऊ निकाल्ने थुर्मी त्यस्तै हुन्थे धेरै थुर्मी धेरै चम्चा भयो जस्तो थुर्मी एउटै हो घिउ झिक्ने अनि अरू खोइ त एउटा मात्र है यहाँ त घिउ झिक्ने त एउटै त हो के थुर्मी अरू झिक्न हाम्रो घर थुर्मी थिएन कस्ता अरू के झिक्ने नुन तेल झिक्ने थुर्मी होइन नुन तेल त त्यसै हातले झिक्ने घिउ मात्र थुर्मीले झिक्ने घिउ थुर्मीलेको ठेकीबाट डोलुबाट हर्बे ठेकीबाट डोलु जाँठा बन्धुलाई त्यही पनि थाहा होइन गाइज हामी अब कहाँ जाँदैछौँ भन त उपल्ला पोखरी यो लोटा छोड्नलाई उपल्ला पोखरी जाँदैछौँ उपल्ला पोखरी त उपल्लै है छ सिधै माथि हाडै उकालो छ गाइज हजुरहरूलाई गाउँघरमा चाउचाउ बाले के भन्नुहुन्छ चाउचाउ खाँदैन होइन फेरि बाटामा चाउचाउ खाँदै हिँडेका भन्छन् भन्नुहुन्छ अब चाउचाउ खाँदै हिँडेका त भन्छन् गएर बिस्कुट खाँदै हिँडेको थोरै न भन्छन् कसैले हो कि समीक्षा यो तल्ला पोखरी हो यहाँ उयो के भैँसी बाँध्ने ठुलो कटेर के हाम्रो घर है तर अहिले रहन्छ गाइज यो तल्ला पोखरी हो कति क्युट छ घर हेर्नु न अस्ति नै हामी आएर यहाँ नाचेथ्यौँ कि तर यो घरमा कोही पनि हुनुहुन्न घर खाली छ यो गाइज कति क्युट घर छ हेर्नु अनि यो चाहिँ वासरुम होला सायद यी बारदली सहितको गाइज बारदली सहितको घर छ यहाँ गाइस म सानो हुँदाखेरि आँप खान लिची खान सुन्तला खान म सधैँ यहाँ आउँथेँ कति धेरै फल्थ्यो यहाँ लिची आँप कस्तो मजाको पछाडिबाट उताबाट आएको हामी अस्ति आउँदा अनि हामी यहाँ यति नाचेको थियौँ नि यहाँ मलाई कति मजा आउँथ्यो कि यहाँ हाम्रो घर टोइलेट बाथरुम थिएन नि त पहिला त्यस्तो यहाँ यस्तो छुट्टा छुट्टै भएको यहाँ बसेर अब सबै म्यानेज तर किन नबस्नु भएको होला नि बुवा बितेपछि जानुभयो ऊ त्यहाँ मैरी थियो कति ठुलो अनि कोही मान्छे आए पनि बसेर कुर्सी ल्याइदिन नपर्ने कि यहाँ बसेर चियाहरू खाने बाहिरै के कति राम्रो हो कि घर पनि यस्तो बाटो छ है हामी उपल्ला पोखरी जाने चाहिँ यस्तो क्युट बाटो हुँदै हुँदै जाने माथिसम्मै छ भ्यू हेर्नु भ्यू यस्तो राम्रो भ्यू छ ओके जब हामी जाने बेलामा चाहिँ अर्को बाटो हिँड्यौँ है सबै कुराको एक्सपिरियन्स लिनुपर्छ कि गाइस त्यहाँ न एउटा आमा हुनुहुन्थ्यो छ क्या हो तिमीले छ कि जाने त्यो आमा हामी खासमा लोटा पुर्याउनु गएको थियौँ नि त जुन लोटामा हिजो दुध ल्याइदिनु थियो अनि हामी लोटा पुर्याउनु हामीले केही नदियो भने केही हुन्थेन त्यसपछि अनि हामी लिन भनेर गएको आएकै होइन कि हामी लोटा पुर्याउनु आएको थियौँ अनि त्यसपछि एउटा बोतलमा होइन लिएर
यो बोतलमा लिएर दुध लिएर जाऊ भन्नुभयो जबरजस्ती कि म त जबरजस्ती होला नाइ कि नाइ भने अनि अब होला त नि भनेर दिन लाग्नु भनेको त अनि यो त सेकेन्डचोटिकोमा हो यति थोरै यति थियो होइन सुरुकोमा यतिवाला अनि त्यसपछि म त भित्रबाट आउँदा त्यति लिएर आउनु नि अनि मैले ल बरु नल्याइदिएको मैले भन्ने भयो क्या मलाई अनि त्यसपछि फेरि अर्को अझ पुरी दिदी अझ त्यो को के अर्को दुई दिदी बहिनी हुन् के दुईटी दुई बहिनी अँ एउटी त्यति सानी बहिनी एउटी त्यति बुढी सबैभन्दा जेठी भएर बुढी जस्तै हाम्रो र बाबा र पुसु जस्तो के ए अनि पछि अर्की दिदी जानुभयो त्यो दिदीले थपिदिएर ल्याइदिनु भयो लाज यति सायद तिमी दिदीलाई लाज लाग्यो कि त्यति दुध देख्दा जतिजनाले थपे पनि फेरि भोर्दैन यो नै भोरिन परेन त्यो मलाई त यति मलाई दिनै पर्दैन हामीलाई त पर्दै हामीलाई चाहिएकै थिएन चाहिएकै छैन हामी अब राति मासु खाने हो अनि किन झुट बोल्ने कि सबै नितारेर यति ल्याइदियो भने अनि नितारेर यो थप्यो कसरी आमाले पनि नितारेर यति भयो भन्ने त्यहाँबाट अर्कीले पनि नितारेर नितारेर यति भयो भन्न त्यहाँबाट मैले अनि दुइटैले नितार्नु भएको छ भनेपछि दुइटै झुट बोल्नुभयो भने मैले भने तर अर्की सेकेन्डकोले नितारेर ल्याउँदा फर्स्टकीले के भनिन् थाहा अघि अलिकति 2 घुटुक चिया खानको लागि राखेको थिएँ मैले भन्ने त्यति छिटो कुरा चेन्ज गर्ने हामीलाई दुध नदिनु भनेर मैले भने जबरजस्ती भने त्यही पनि लैजाऊ कि लैजाऊ यति चाख्न लैजाऊ गर्दै सुस्त बोल्ने नै उमङ्ग नै खुसी गाइस करेन्ट पार्टी आज हम करेंगे करेन्ट पार्टी यस गाइज अब हामी करेन्ट खान्छौँ बिकज बुवा बोखा जानुभयो त्यही दिन हामीले कहिले के मोज गरिरहेछौँ अब हामी भोलि बिहान जानियो गाइज बुटोल पिरो म त मिठै भन्छु यो पोखेर ए मैले बोकेको मैले त खाएकै छैन त जाने ओके गाइज मिठो छ एउटा भयो है एउटा करेन्ट एउटा डेभिल्स गाइजिन भर्खर लोट्न लागि हिँड्दा लोट्न लागि गाइज हेर्नु न हामीलाई मासु कति थोरै देखाउनु यति हेर्नु डोलो लिएर गएको 300 छोरामा 300 को मासु लिएको 100 रुपियाँको मासु 200 पकाएको लिए क्या सुने क्या सुने आई डोन्ट गिभ अ सिट त्यति थोरै त हुन्न अस्ति हामीले घरे पकाउन ल्याएको मासु पनि कति धेरै थियो के आधा किलो कति धेरै थियो अहिले आएर त यति 4वटा पिस छ टिका लाग्यो नि 2-2 पिसको रात दिनै मासु लोरेको भन्ने 2 चोटि मासु लोरिम गाइज अब बुवाको फेरि दिनदिनै मासु खान गर्नु छ मैले के अघि नै बुवा मलाई थाहा छैन कि बुवाले मासु छुनु नपर्ने मासु बोल्नै नहुने बुवाको अगाडि थाहा थिएन अनि बुवा बोखर आउँदै हुनु त अब मैले पनि जति रहेछ काम पनि के लाउने त भनेर बुवा मासु बनाइदिनु भने लिएर आइदिनु है भनेको त एकैछिन गाली खाएँ आज मेरो अगाडि मासुको मासुको कुरा गर्ने भन्नुभयो मसित मासुका कुरा गर्ने कोसित गर्ने त बोखर जो आउनु लाग्यो त्यससित त गर्नु पर्यो के अरे दुध कति धेरै यो मासुमै चिया त सिधामा छ होइन के सुरुमा धेरै भयो जस्तो लास्टमा त थोरै रहेछ कि पुरै कति नराम्रो ब्रस पनि नगरे जस्तो है छ है ब्रसको जस्तो त कस्तो त्यही भन्नु हो गाइस यो ढोका लगाएको थिएन बुवाको के अरे बुवाको रुमबाट त्यो मच्छर मार्ने पनि निकाले अनि बुवाको रुम कस्तो थियो भनेर त्यस्तै छोडिदिएको खै चुक्कल लाथेन जस्तो लाग्थ्यो के अरे चुक्कल अब त्यतिमा के डोबेर खाने हो र तिमीले फेरि त्यति चियामा बाबा डोबिन चिया मात्रै खा गाइस डोबिन दुईटा त डोब्बेछ 2टा डोबिन्छ आधा डोब्बेला अनि त्यति थोरै चिया दुध त्यत्रो भएर त्यति थोरै चिया पकाउने फेरि के लाउने कला सुकाएर चियो आफै जो सुकेर के आधा झर हो उम्ल्यो आधा अनि त्यति बेरसम्म पकाइराख्यौ तिमीले
उम्रिन्छ जति पुछन् जति सबै पकायो पकाए त्यो उम्ल्यो अब पुस्ने पर्यो नि त सबै अनि पुस्दासम्म पाकेछ त्यहाँबाट त सुकेछ सुक्दासम्म पनि चियापत्ती नलागेको तिमीले चियापत्ती लाग्छ भन्थ्यो है ला है ती त्यो चियापत्ती लाएको मैले थपिक्यो म चाहिँ तितो बनायो गर घि खाउँ न पहिला चिनी चाहिँ यति 2टा पिस चिनी चाहिँ 2टा पिस अरे त्यसो त खाने जस्तो छैन तितो गरायो गर कर तितो गराइ कर हेर्नुहोस् गाइज अहिले रिभ्यू आउँछ के ल छिटो खाऊ र रिभ्यू दिउ न मेरो तिमी नि पागल हुन्छौ होला मिठो भएर तितो भएर पागल हुन्छ गाइज उता त बोरो हो है त बुवा बुवाले पनि त त्यसै धोती लाएर उस्तै देखेको हेर्नु त्यो हेर्नु त तँ अरे ल अब देखे अब बल्ल बोरो जस्तो खोइ छिटो के किन र गएन क्या मुखासम्म नि भ्याइयो कि आउँदा आउँदै सुकेर हेर्नु बोला देऊ नि चिया त ठिक छ तर यो लोभिनीले कति थोरै पकाइदियो चिया त फेरि नि दिचे दुई सजना दिदीले मेरो हातको मात्र खान खोज्नुहुन्थ्यो कि सोच्नु न कतिसम्म मिठो हुन्थ्यो होला मिठो त यति थोरै पकाउनु पर्ने त दुध त जति पनि त थियो थोरै थिएन कि अब यस्तो भयो आधा उम्लो पकायो भन्दा भनेपछि धेरै उमालेथ्यौ तिमीले कसले थोरै भने त धेरै उम्लेर पोख्यो हो न दुध त पुरै उम्लेपछि नपोके नि आफै भित्र जान्छ तिमीलाई आफ्नो कुरा त जस्टिफाई गर्ने पोखेर अनि फेरि अनि तिमीले उस बोतलको गाइज यु कान्ट जस्ट फेकिङ वी आई कान्ट एक्सप्लेन गाइज कति मिठो छ सुन न बोतलको सबै दुध युज गरेको नै भन गरिखेन बोतलमा फेरि यति खनाइक्यो दियो बालेपछि अगरबत्ती केले बाल्न त भगवान्लाई मच्छरले नटोकोस् भनेर गाइज बिहानको 5:32 भयो हामी 4:30 बजे यिनी त 4 बजे उठेथ्यौँ बुवा 2 बजे अनि यिनीलाई उठाउनु पर्यो बुवाले सबै बन्द गर्नुभयो के तँ मैले निकाल्छु के यो मल्टिप्लाई यहाँ जोडेको बाले कहिले निकाल्छु भनेको भने के गाइज ए अब त ऊ पनि स्विच अफ गर्नुभयो गर्नु बुवाले दियो बाल्नुभयो अनि यस्तो देखिन्छ मौसम चाहिँ कुहिरो लाएर हिजो रातभरि पानी परेको गाइज अब यति चिया खाएको अब तिमीले भाँडामा देखिन् अब हामी जान लाग्यो बाई बाई गाइज बुवा मभन्दा छिटो हिँड्नुभएको थियो मैले यति सामान लिएर आइहालेँ बुवा आउँदै हुन्छ परे गाडी यस्तरी यताबाट आउँछ नि बा यस्तरी यताबाट आउँछ नि गाडी किनभने लेफ्ट साइडबाट आउनुपर्छ नि त लेफ्ट हो यहीँ राख्नु गाडी यस्तरी आउँछ क्या यहाँ चाहिँ समीक्षा आउँदै हिँड्दैछ गाइस समीक्षा लिपस्टिक लाउँदैछिन् कुन लिपस्टिक लाउने हो यो यो त उसो बाहिरबाट लगाउने हजुर ल ढक्कन पनि नलाइकन राखेको गाइस आधा घन्टा अगाडि ल्याउनु भयो बाटा अब हामीलाई अत्ताउन मिलेन कि हामी यस्तो आत्तिदै कुर्ने कि बा हतासितै अब हामीलाई अत्ताउन मिलेन त्यही भएर स्याड हुनु भयो बा स्याड हुनुहुन्छ गाइज हामीलाई अब हामी सबै सकेर आयौँ नि त टाइममा अब केमा कराउनु त नि यिनीहरूलाई भन्ने भयो अब केही छैन हेलो भन न हेलो भन न हेलो भन न गाइज म पनि यहाँ काखमा छु यिनी पनि मेरो काखमा छ नि
गाइस म पछाडि आएँ सरकार केटाकेटीको गरी आइछ मेरो पनि किच्चा त्यसो भए ऊ चाहिँ यार फोन हेरेको हेर्दा पनि हेरेको अरे ए पछाडि यसो कुनापट्टि राखिदिनु यता 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 राखिदिनु यतापट्टि यता भिडियो बनाउँथ्यौँ न मलाई जब भएको टेन्सनमा छु